हेलो साथीहरू, आज पनि सर्पभित्र घुसेको छ। हेर्नुहोस् त, के गर्ने यार, आपत छ है। अर्का ठाउँमा यार यस्तै हुन्छ यार, कहिले के होइन। त्यही भएर सबै साथीहरू आफ्नो सेफ बस्नु होला। यस ग्यासको पछाडि छ क्या सर्प, हेर्नुहोस्, अन्तिमसम्म हेर्नु होला होइन। यस्तो लुकेको छ यार, मैले आएको चाहिँ देखेको, पछि कसरी निकाल्ने भए थाहै भएन यार। निस्किँदैन र आगो बाले के गरेँ यार, कति के गरेँ होइन, निस्किँदैन। अब म त डरले यार थर भएर साइडमा उभिरहेको थिएँ भिडियो बनाउँदै। बुढीले चाहिँ गएर सट्टै ग्यास उठाएर ल्याउँछ। अब मेरो बुढी चाहिँ एकदम स्ट्रङ छ कि, एकदम निडर। यसरी हेर्नुहोस् है, अन्तिमसम्म हेर्नु होला साथीहरू। यस्तो आपत छ यार, के गर्ने। अनि हाम्रो पल्ला घरको दाइ आएर अहिले मेरो बुढीले ग्यास उठाएर ल्याए है। म त डरले थर भएर साइडमा उभिरहेँ यार, के गर्ने साथीहरू। डर त अब अलि भइहाल्छ, तर मेरो बुढी चाहिँ निडर हो कि। अनि यता दाइले खोज्दै हुनुहुन्छ, त्यो हो, त्यो ढुङ्गाको पछाडि छ क्या। हेर्नुहोस् त, के गर्ने हो यार। अर्का ठाउँमा विचार गर्नु होला साथीहरू, तपाईँहरू पनि आफ्नो ख्याल गर्नु होला। त्यो सर्प सुर्पीहरू आउँछन् है, ढोकासोका राम्रोसँग लाउनु होला। मैले त ढोका त लागेकै थिएँ यार, तर कसरी घुस्यो कि मलाई त आवाज पऱ्यो यार। कसरी निकाल्ने के कसलाई फोन गरेको त हेर्नु। ओहो, कति ठुलो छ हेर्नुहोस् त साथीहरू, कति ठुलो छ बाबरे। ओ माई गड, भित्र आइरहेको छ फेरि, बाहिर पनि जान्न क्या। ढोका त खुल्लै राखेको थिएँ मैले, भित्रै फर्किरहेको यार। हेर्नुहोस् त, ओहो, गाह्रो छ हो साथीहरू, के गर्ने हो यार। यस्तै छ जिन्दगी। टोक्यो भने त सिधै लाइफ ड्यामेज होइन। तपाईँहरूले पनि विचार गर्नु होला, यस्तो अब ख्याल गर्नु होला आफ्नो परदेशको ठाउँमा। हेर्नुहोस् त, ओहो, बाबरे गयो। धन्यवाद, यतासम्म हेरिदिनु भयो है। भिडियो सेयर गरिदिनु होला।